तपाईहरुले कुनै स्पेशल दिन जस्तै बर्थडे, एनिभर्सरी, म्यारिड अनि तपाईले कम्प्लिट गर्नुभएको काम अनि तपाईको कुनै ह्याबिट बसाउनका लागि तपाई कुनै स्पेशल डेको पर्खाइमा हुनुहुन्छ भने तपाईलाई यादै छ होला मान्छेहरुले चाहिँ क्यालेन्डर अर्थात भित्ते पात्रोमा मार्करले गोलो चिन्ह अथवा क्रस अथवा टिक लाएर आफ्नो दिनहरु काउन्ट गर्ने गर्थे। तपाईले पनि गर्नुभयो होला, अहिले पनि गर्नुहुन्छ होला त्यस्तो दिनहरु काउन्ट। अब यस्तो दिन काउन्ट चाहिँ तपाईले आफ्नै फोनमा पनि गर्न सक्नुहुन्छ। यसका लागि चाहिँ तपाईले एउटा एप युज गर्नुपर्ने हुन्छ अनि एपको नाम जान्नका लागि चाहिँ भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला हैन। अब ढिला नगरी म तपाईलाई त्यो एपको बारेमा जानकारी दिन्छु। फुल प्रोसेस चाहिँ म तपाईलाई मेरो मोबाइलमा देखाउँछु। अब ढिला नगरी हामी मोबाइल स्क्रिनतर्फ बढौं। सुरुमा तपाई आफ्नो फोनमा प्ले स्टोर ओपन गर्नु होला। प्ले स्टोर ओपन गरिसकेपछि माथि सर्च बारमा ह्याबिट क्यालेन्डर भनेर सर्च गर्नु होला। मेरोमा चाहिँ नेट अफ रहेछ, म नेट अन गर्छु, पर्खनु होला। यसरी देख्न सक्नुहुन्छ यहाँ ह्याबिट क्यालेन्डर सर्च गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ। यसलाई डाउनलोड गर्नु होला। मेरो चाहिँ अलरेडी डाउनलोड छ अनि यसलाई ओपन गर्नु होला। ओपन गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ क्यालेन्डरको अप्सन। अब तपाईले यहाँ देख्न सक्नुहुन्छ तपाईको यहाँ तल ग्रीन कलर छ, ओरेन्ज कलर छ अनि रेड कलर छ हैन। तपाईले यो तीनटा कलर लगाएर तपाईले कम्प्लिट गर्नुभएको कामहरुको गन्ती राख्न सक्नुहुन्छ। तपाईले कम्प्लिट गर्नुभएको तपाईको हेडहरु अनि तपाईको आउने दिन पनि तपाईले राख्न सक्नुहुन्छ। अब आउने दिन काउन्ट पनि गर्न सक्नुहुन्छ। यसरी तपाईले यहाँ क्यालेन्डरबाट दिन काउन्ट हुन्छ। म जस्तै तपाईलाई एक्जाम्पल दिन्छु। अब मैले 5 तारिखको लागि मैले यहाँ मेरो 5 तारिखमा कुनै स्पेशल डे छ भने म यहाँ 5 तारिखमा चाहिँ कसरी लाउँछु भने यहाँ यो 5 मा क्लिक गर्नु होला अनि यहाँ रेड चिन्ह लाउनु होला। अब कुन कलर लाउन चाहनुहुन्छ फेरि यसमा क्लिक गर्नु होला अनि यहाँ C1 नोट्स भनेर छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईले यहाँ 5 तारिखको दिनमा के नोट राख्न चाहनुहुन्छ त्यो नोट यहाँ लेखेर एप्लाई गर्न सक्नुहुन्छ र त्यो नोट बस्ने छ। अनि तपाईले यो अघि पछि बितिसकेको अथवा भविष्यमा आउँदै गरेको डेट बितिसकेको कम्प्लिट भइसकेको अहिले प्रेजेन्ट डेटको पनि तपाईले यहाँ राख्न सक्नुहुन्छ। सबै राख्न सक्नुहुन्छ। यहाँ तपाईले सबै डेटहरु राख्न सक्नुहुन्छ। तपाईले क्यालेन्डर युज नगरिकिन तपाईले आफ्नै मोबाइलमा डेटहरु काउन्ट गर्न सक्नुहुन्छ। यसरी तपाईलाई मेरो यो सानो भिडियो कस्तो लाग्यो? भिडियो राम्रो लाग्यो कृपया भिडियोमा लाइक शेयर कमेन्ट गर्नु होला अनि यस्तै नयाँ भिडियोका लागि चाहिँ मलाई फलो गर्न नबिर्सिनु होला। कुनै विषयमा तपाईलाई थाहा छैन भने तल भिडियोमा कमेन्ट गर्नु होला। म नेक्स्ट भिडियो त्यसको बारेमा बनाउने छु।